सर्ट लाएर अब चाहिँ हामी बिस्तारै लानुपर्ने हुन्छ त्यही हो सिधै बाइकमा चाहिँ भेट्नु है वेलकम ब्याक टु न्यू ब्लग फेरि हजुरकोमा आजमा आइसक्यो न्यू कन्टेन्ट न्यू साथमा है त अहिले चाहिँ नेक्स्ट डे टक्कै हिजो चाहिँ म गएको थिएँ नि त बाइकमा घुम्न टक्क अलिकति क्लिप हालेर चाहिँ मैले त्यसको पनि अझै टक्क हामी खोल्ती जनाको नुहाउनु अब टक्क मासु सासु पनि बोकेको टक्क हातखुट्टा पनि बोकेँ खानेकुरा सानेकुरा टक्क झ्यामझुम लिएर आएँ होइन त्यही हो माइला भाइलाई बोलाउनु ट्याक माइला भाइ गएर आयो चाहिँ माइला के भयो कुर्कानी हाम्रो हो हाल नि त सिम्पल छ अच्छा नुहाउनु पनि पऱ्यो नि त यस्तो गर्मी सर्मी छ त्यही भनेर चाहिँ तौसली स्याम्पू लिएर आएको छ त्यही नै हो अब के हुन्छ टक्क बनाउँछौँ खान्छौँ सबै हालिहाल्छ नि यो भ्लग चाहिँ हाम्रो युट्युबमा आउनेछ है टक्क हामी चाहिँ अहिले यहाँबाट हिँडिसकेको छौँ टक्क ल्याएर यस्तो माइल भाइ चाहिँ छ यहाँ अगाडि हिँड्दा छ त्यही होइन माइला के हो टक्क चाहिँ बिस्तारै हामी चाहिँ खोलासम्म लाग्नुपर्ने हुन्छ खोलामा गएर अब के हुन्छ सबै देख्नु भइहाल्छ नि तपाईँहरूले त्यही यो कस्तो गर्मी भयो क्या आजकल त लास्ट गर्मी परेको थियो है तिमी भ्लग बनाउनु हिँड्ने मान्छेलाई भ्लग अफ गर भन्छ ल जेर्नु बोल के अरे के भन्छ टक्क अनि चोक आइसक्यो भने चाहिँ सामान किने चाहिँ भेट्नुपर्छ टक्क अहिले चाहिँ हामी चाहिँ अहिले भुजिया सुजा अनि हाम्रो स्प्राइट किन्दा चाहिँ टक्क यता स्प्राइट किन्दा चाहिँ टक्क आइसकेको छौँ होइन खायो हामीले घटघट त्यहाँ बसेर एकछिन अनि अहिले चाहिँ हाम्रो खोला जाने वे अन द वे है टक्क माइलो हेर्नु यता हेर्नु टाउमा उता हेर्छस् सेट अरू भ्लग बनाउनु मान्छे लगाएर हुँदैन क्या माइलो यार बुझ्दैन तिमीले माछा नि मार्नु के हो अनि मतलब अहिले शीतलतिर क्या बेलुका आउने हिँड्दा नि घर गाउँघाटै चाहिँ हाम्रो हो माछा हेर्दा नि गाउँघाटै माछाको लागि केही बिर्स्या के भन्ने कुरो क्या माइलो के बिर्स्या चलाउनुले त्यही पहिला अनि अब चाहिँ हजुरहरूले फेसबुकमा होइन कि अब चाहिँ हजुरहरूले युट्युबमा हेरेर सब्सक्राइब गरेर माया देखाउनु पर्ने हुन्छ युट्युबमा नाम चाहिँ जिटी आयुष खोलेको छु मैले अस्ति भयो त्यो मैले एउटा सर्ट्स हालेको छु होइन बुलेट चलाएको यो त्यो सुना होइन के त्यो युट्युब च्यानल त्यो भेटुस् भनेर चाहिँ भनिदिएँ मैले भेटुस् भनेर त्यो बुलेट चलाएको भिडियो हालिदियो भन्नु सहिले हुन्छ नि त त्यही थियो अस्ति म हिजो राइड गएको थिएँ नि त त्यही हालिदिएको थिएँ त्यही नै हो कस्तो आइरहेको छ क्यामेरा क्वालिटी अब त्यो कम्प्रोमाइज गरिदिनु होला होइन युट्युब च्यानल फेसबुकमा लिङ्क दिनु न त्यहाँ म दिइहाल्छु नि तिमी सिकाउनुपर्छ र सिकायो ल तिमीले ठिक छ तिमी तर्फबाट त्यति गर्नु मिल्छ तिमीले ल अहिलेको यस्तो छ माइल भाइ यहाँ छ होइन हाम्रो माइल भाइ चारवटा लाएर हामी दाजुभाइ जाल छौँ नदेखि हाम्रो चाहिँ के छ यो तर न ठेउला दाग भने मेरो हजुरलाई ठेउला ठेउला दाग ल अब चाहिँ हामी सिधै त्यहाँ गएपछि भेटौँ न है त अलिक फेरि लङ हुन्छ फेरि है त बाबा गाई स्टे ट्युन है माया देखाउनु पऱ्यो है हजुरहरूले माया देखाउनु पऱ्यो अहिलेसम्म देखाउनु नै भयो होइन तर पनि अब चाहिँ युट्युबमा सपोर्ट गर्नु पऱ्यो क्या जसरी नै है ल स्टे ट्युन गाइज टक्क अहिले चाहिँ हामी खोला आइसक्यौँ है यहाँ माछाहरू पनि माछा डेन्जर छ त्यहाँ ल कत्रो कत्रो हो त्यहाँ त आमा भेदामाल कति धेरै अब हामी चाहिँ यहाँ शीतल टक्क काण्ड ह्यान्ड गर्नुपर्छ टक्क लाएर
मान्छे ठ्याक्क ल के नौना ल आउनु त्यति बस्नु नि त माछा खाएर जाउँ माछास पकाएर यसो खाएर जानु पर्यो माछास पकाएर अँ मासु भने जान्छ कहाँ ल ल दाउरा अलिअलि कट्ठा गर्दैछ मेरोबाट इकट्ठा कट्ठा इकट्ठा के भन्छ नि यहाँ त्यस्तै भनौँ मिलाएर ल्याउँ अलिअलि यता पनि छ यस्ताबाट र गर्ने पुग्छ अरे यस्तो हो हाम्रो ढुङ्गा के ढुङ्गा त्यो ढुङ्गा त्यहाँ घाम होला नि त ए त्यो त मिल्यो फेरि टक्क अझै माइल भाइले चुलो बनाइसकेको अवस्था यस्तो होइन कि माइल भाइ यताबाट हचार खायो नि त होइन ठिक बनाएर चुलो चाहिँ होइन फ्राई पिन झिको त अट्छ अट्दैन अलिकति बाल्नु पऱ्यो नि त कार्यक्रम हुन्छ लाइट झिक्यो नि त सल्किन्छ त्यस्तो कागले सल्किनु पर्छ यस्तो ल्याउ त अझ छ मेरो त आमा खै ए त्यो चाहिँ हल्का पानी पनि पाउने लोकेसन भएकोले हामीले चाहिँ लोकेसन चुज गर्नु जहिले पनि होइन त्यो पानी पाउँछ कि यो पाइपमा पानी आउँछ ठ्याक्क त्यो फोन र मुनिपट्टि पाइप छ अन्त धोएर आवाज पनि आएर होला पानी नै भएकोले हामीले यो ठाउँ चुज गर्नु जहिले पनि धेरै जस्तो दाउरा सल्किन्छ अनि हामीले चाहिँ भाँडासाँडा बस्नुपर्ने हुन्छ त्यहाँ चिसोहरू नबल्यो अनि यहाँ सारेको छौँ हामी चाहिँ चुलो होइन टक्क लगाएर अब हामी चाहिँ यहाँ मासु हाल्नुपर्ने हुन्छ टमाटो ठुलो बनाएको है मासु मैले तर ठुलै राम्रो छ टक्क आधी किलो छातीको मासु ठिक ठिक तर मासु त छोड छोड देखाएको भने ठुलो भएर न बढेको टक्क मासु पाइन्छ ल यति चाहिँ भागमा है नआउँछ दुईजनाले चाहिँ तपाईँले अहिले बुझ्छु अलिक गरेको पनि छ हाल न हाल ल भयो ल अब चाहिँ हामी बिस्तारै खाँदै जाम फर्स्ट पिस ट्राई नाइस यार पकाएकोले अन्त मिठो भएछ है कि भएन
भयो पूजन माता हो कि हो पूजन माता हिजोको स्टोरी हेरेको हेर्न डिस्पेन्सरबाट हो कि के भन्छ नि के भन्छ त्यसलाई डाट जोडेको हुन्छ नि डिस्पेन्सर हो कि के भन्छ नि हो त्यहाँ सुत्यो त्यो मुनि सुत्यो अनि माथि हातले खोल्दै खाइरहेको के भने के गीत थियो पूजन हेराले छ के हो गीत थियो आएको नि है संस्थाको जस्तो कि घर पनि जान्न भातो पनि खान्न भन्ने गीत टक्क चाहिँ हामीले आइसक्यौँ होइन यसो अलिअलि फुटसुट टिफन टफन गर्नुपर्छ नि त यो कुरो चाहिँ सबै गर्नु होला होइन उनीहरूले ठिदिनु टक्क अहिले चाहिँ हामी सट्ट फर्किसकेको छौँ हाम्रो माइला उहाँ पुगिसक्यो माइला उहाँ पुग्यो म चाहिँ जाँदैछु कहाँबाट गयो माइला उतापट्टि यो गाइस मिठो भयो आज चाहिँ जस रमाइलो भयो ओ भन्छ कहाँ जाने भन्छ किन नि मुख नधुनी माइल भाइले भन्यो अब घर गर्नु आउनु पर्ला त्यही हो गाइस टक्क चाहिँ हामी फर्केको अवस्था छ स्यामुल छ होइन त्यही नै हो अरू त के भन्न सकिन्छ र कपाल काट्ने बेला भए मेरो कहाँ गयो अर्का बारीमा मार्छ अहिले मकेला तलाउ मार्छ भने यसले त्यो हो नि बारजनले मार्दैन मुला ओ झन्नै लड्यो यार स्टिन चाहिँ हामीले यहाँ ल्याएर खाँथ्यौँ त्यहाँ स्पेसल कति काम नै भएकोले अलिक हालको समय चाहिँ हामीले यहाँ गएर खाएको हो होइन मलाई आजको रिभ्यू दियो नि त यसो केही नि छैन केही छैन ठिक छ त्यस भए त अहिले केही छैन रिभ्यू त्यही नै हो अब फर्किहाल्यो अब घर जान्छौँ घर गइसकेपछि स्कुल जानुपर्ने हुन्छ है मालो हामी स्कुल जान्छौँ अनि त्यहाँबाट त्यही नै हो आजको भएर सकिन्छ होला यति नै भन्दै अब हामी स्कुलतिर गएर भेट्नेछौँ गाइस माया देखाउनु पऱ्यो है माया देखाउनु पऱ्यो काले भाइलाई सपोर्ट गर्नु पऱ्यो सबैजनाले ल तपाईँ गाइस हामी चाहिँ टक्कै स्कुलमा आइसकेको छौँ ल है त गाइस टक्क चाहिँ स्कुलमा आइसक्यौँ स्कुलको वातावरण यस्तै छ कोही छैन है केटाहरू छ अनि अब हाम्रो भ्लग चाहिँ यतितिर अन्त्य हुन्छ है अब नेक्स्ट भ्लग हल्का क्रेजी योभन्दा पनि क्रेजी भएर आउँछ त्यही हो गाइस माया देखाउनु पऱ्यो है युट्युबमा अब गाइस है टक्क अर्को भ्लगमा भेटौँला